everyone, welcome back to my YouTube channel. So guys, namaste. I hope सबै हुनुहुन्छ होला. So आज चाहिँ हामी कहाँ हिँड्छौँ भन्दाखेरि नि अब हिजो हाम्रो चोखो चाहिँ कामहरु भ्यायो नि त. So आज चाहिँ हामी हैन अब आज फेरि अब यो बिस्कुट चाहिँ हिँड्न भनेको कारण चाहिँ हामी आज बस्यौँ. नानी ए नानी इसानी हाम्रो चाहिँ यो नुवाकोटमा के भन्छ भन्नेलाई चाहिँ मस्याङ भन्छौँ है. हामी चाहिँ यहाँ सिल्टुङ भन्छौँ कि यसलाई चाहिँ. यसको खिचडी चाहिँ खुब मिठो हुन्थ्यो है. हाम्रो हजुरआमा त कस्तो मिठो बनाउनुहुन्थ्यो. आजको मौसम सल्लाहघारी चाहिँ पुरा यो म अहिले देखाउँछु तपाईँहरूलाई चाहिँ. हामी त्यहाँ जाँदैछौँ होइन. चाहिँ हामी पहिला घुम्न गएको थियौँ. यहाँबाट तल चाहिँ स्याङ्जा हो कि. त्यो गाडी हामी चाहिँ नानी र म हिँड्छौँ, बहिनी र म. अब हामी गएपछि भिडियो बनाउँछौँ. त्यहाँ चाहिँ अङ्कल अनि त्यहाँ जाँदैछौँ के गर्दैछन् है हाम्रो डाँडामा चाहिँ. त्यो सल्लाहघारी चाहिँ यो हामी धेरै वर्ष भएर गएको. अनि खाने पिउने जस्तो जस्तो छैन के बनाउँदै हुनुहुन्छ चाहिँ डाँडामा आएर यहाँ चाहिँ पुरा सल्लाह छ क्या. यस्तो राम्रो सल्लाहघारी छ होइन. यस्तो रमाइलो पनि छ. त्यहाँ चाहिँ हाम्रो स्कुल छ होइन. त्यहाँ चाहिँ तल खोलाएर हाम्रो पसल पनि त्यही छ. अनि यहाँ चाहिँ के अरे पोहोर आउँदाखेरि होइन यहाँ यस्तो डढेल लाग्यो कि यस्तो डढेल लाग्यो है. यस्तो कालो कालो छ. हरियाली भएको यस्तो ठुलो आगो लाग्यो भएको थियो यहाँ. यहाँ चाहिँ यस्तो रातो माटो पाइन्छ नि. हामी है पहिला अब अहिले पो गेरु चुना के लगाउँछ होइन. पहिला त घर पोत्नेमा यस्तो रातो माटो लिन आउँथ्यौँ. अहिले त आँगन मात्रै पोत्नलाई लैजान लगे हुँदो रहेछ होइन. के त कता सो गाइस हामी चाहिँ आइसकेछौँ होइन. यहाँ बसिरहनु भएको छ. हजुर भित्र जङ्गली मान्छेलाई थुनेर राखेको छन् कारागार. प्याज मात्रै काटिसिन्छ त. आए हाम्रो भाइ. सो गाइस देख्न सक्नुहुन्छ त्यो गण्डैको छेउमा बिचमा के हो बनाएको यो त्यो त्यो यहाँबाट के हुन्छ थाहा छ क्याथरिन. सो देख्न सक्नुहुन्छ रमाइलो छ. त्यो जुन होइन यस्तो नदी छ नि यो चाहिँ यो नदीबाट यता चाहिँ हाम्रो पाल्पा पऱ्यो होइन. उता चाहिँ स्याङ्जा पऱ्यो कि. अनि त्यो ठाउँमा चाहिँ यस्तो रमाइलो छ. त्यो चाहिँ त्यो पानी थुने ठाउँ छ कि त्यहाँबाट धेरै तोडेपछि यसरी आउँछ हो यो ठाउँमा चाहिँ होइन. भिरमौरीलाई भिरकै पिर घर मौरीलाई घरकै पिर नदी होइन मेरो. त्यो ठाउँ चाहिँ दर्पु भन्ने ठाउँ छ. त्यो चाहिँ बेलटारी भन्छ होइन. अनि त्यसको ठ्याक्कै उतापट्टि चाहिँ मिर्मी भन्छ कि. अनि ठ्याक्कै यसको यताबाट चाहिँ के छ भन्दाखेरि रानी महल छ. ठ्याक्कै यो नदीकै छेउमा गएपछि रानी महल छ. आइयो होइन त मन नलाइ पनि सबै चाउचाउ खाना भयो. कस्तो राम्रो देखेको कि गाइस देख्न सक्नुहुन्छ एक बाटा
चटपटे अङ्कल कहाँ हाल्ने कि त चटपटे पेट त ठुलै छ के रे डाँडा पारी गोधुलीमा तिमी याद आइरहन्छौ फेरि त्यो माया साँचो भए नमारी। मेरो छोरीलाई चाहिँ यहाँ पुरा सुटिङ चलिरह हेर्नु त यहाँ बिचमा राखेर यसै फ्री टु फ्री भनेको त्यसले अमिलो समाइन्छ यो अमिलो मैले खाइदिनु समाइदिन्छु हस् नत्र यहाँ राख अरे त अमिलो आयो जोन दियो भने अलले त आउन यतै हेर्नु पर्यो।